के 500 भने नि यो के हो यो ठिकै त हो अघिदेखि यार म यहाँ झुन्डिया छु सुतिया छु यार के हो यार। सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आशा छ तपाईँ सन्चै हुनुहुन्छ, म पनि सन्चै छु होइन। आज चाहिँ मलाई के गर्ने भइरहेको छ, त्यही भएर के गरौँ भएको छ होइन। सोचिरहेको छु के गर्ने भने उति बेला हेरौँ भाइ के गर्दैछ, रुममा बसेर हेरौँ है एकछिन। ओ भाइ चाहिँ यहाँ पढिरहेको, मतलब के गर्दैछस्? किन क्वेसन पेपर सल्भ गर्दैछु यार। आज के को इक्जाम थियो तेरो? आज नेपाली थियो। अच्छा अब यस्तै छ होइन। एकछिन अब म पनि पढ्छु, अब अलि सो म पनि 1 घन्टा जति पढ्छु होइन। अब अलि पढ्नु पनि त पऱ्यो। भाइ पनि पछाडि आफ्नो पेपर कस्तो गयो भनेर हेर्दैछ च्याट जिपिटीमा सर्च गरेर। सो गाइज हामीले आधी घन्टा चाहिँ पढ्यौँ होइन। म चाहिँ अब यसलाई एउटा टास्क दिनवाला छु। यसले चाहिँ म 500 रुपियाँले गर्नवाला छु रुममा। यसले चाहिँ 5 मिनट खोज्नुपर्ने छ, धेरै टाइम दिन्न, 5 मिनट खोज्नुपर्ने। खोजेपछि पैसा यसको, रियलमा पैसा यसको हुनेछ। कस्तो छ त? ठिक छ। अब मलाई लाग्छ त भेटाउनुहोस्, तर म सजिलो ठाउँमा लुकाउनेवाला छु, धेरै अप्ठ्यारो दिन्न यसलाई। हेरौँ यसले सक्छ कि नै है। ल हेरौँ एकछिन, थाहा हुन्छ यसले त। चाहिँ म अब अर्को रुममा छोड्नेवाला छु, किनकि यसले चिट पनि गर्न सक्छ होइन। यहाँदेखि झ्याल छ, पछाडिदेखि हिँड्न सक्छ, मेरो कुरा सुन्न सक्छ। अर्को रुममा छोडेर आउँछु एकछिन यसलाई। के गर्ने होइन कि म के गर्ला कि त आजभोलि भरोसा हुन्न। ल अर्को रुममा हिँड्न रुममा हिँड्न, यहाँ नै। अब यहाँ त बस्नु दे। नै रुममा हिँड्नु। यसलाई यहाँ छोडेर जान्छु होइन म। त्यसपछि अब हेरौँ के हुन्छ। मैले चाहिँ उसलाई रुममा छोडिसकेँ होइन। अब चाहिँ म पैसा लुकाउनेवाला छु। उसले भेटाएपछि पैसा उसको हुन्छ, साँच्चीमा उसको हुन्छ। अनि त्यसपछि उसले भेटाएपछि ठिक छ, 5 मिनटको टाइम दिन्छु उसलाई म। त्यस्तै। सो यसमा चाहिँ म एउटा नयाँ ट्विस्ट ल्याउँछु है। मैले उसलाई भनेको चाहिँ 500 रुपियाँ लगाउँछु, तर म 100 रुपियाँवाला मात्र लुकाउनेवाला छु है। 500 लुकाउन कि त भेटाइदिएछ, अब घाटा हुने भयो भने त मलाई 500 एकछिनमा गएछ त अब तपाईँलाई थाहै होला। सो म 100 रुपियाँ लुकाउनेवाला छु। उसलाई चाहिँ थाहा छैन 100 रुपियाँ लुकाउनु छ भनेर। त्यो चाहिँ म लुकाउँ, त्यसको लास्टमा रियाक्सन हेरौँ कस्तो हुन्छ। 100 रुपियाँ मात्र लुकाउनेवाला छु। ल यो पैसालाई चाहिँ म यसको तल लुकाउनेवाला छु होइन। सिम्पल ठाउँमा, धेरै अप्ठ्यारो ठाउँमा लुकाउनु हुन्न। यसको तल मैले यो पैसा लुकाइदिएँ, ठिक छ। त्यसलाई शङ्का नहोस् है यहाँ लुकाएको छ भन्ने। यहाँ चाहिँ मैले पैसा लुकाएको छु होइन। हेर्नु त्यसले भेटाइपछि अब त्यसलाई दिइदिन्छु पैसा। अब 500 दिएछ त अब मलाई घाटा हुने भयो धेरै, त्यही भएर म त्यसलाई लिन जान्छु है। मिलन आइज मैले पैसा चाहिँ लुकाइसकेँ। हेर्नु त भेटाउँछस् कि नै। 5 मिनटको टाइम मिल्छ है, धेरै टाइम मिल्दैन। त भेटाउँछस् कि नै एकछिन। च्यालेन्ज स्टार्ट गरौँ, पहिला टाइमर सेट गर्नु 5 मिनटको मोबाइलमा। सो च्यालेन्ज चाहिँ स्टार्ट गर्नेवाला छु। कस्तो लागिरहेको छ त? राम्रो लागिरहेछ। हेरौँ पैसा जित्न सक्छु कि नै अब होइन। ल स्टार्ट भइसक्यो च्यालेन्ज। ल कहाँ यहाँ फ्ल्याग माथि त लुगा छैन नि तैँले? लुका छैन त हेर। अब जहाँ पनि हुनसक्छ, लुगा छैन पनि भन्न सक्छु, म छ पनि भन्न सक्छु। हेर 5 मिनटको टाइम छ है। सो यसले चाहिँ अहिलेसम्म भेटाउनु सकेको छैन होइन। यसको दिमाग नै कहाँमा गएको छ। थोडा योगा गरिहाल्नु त यार। योगाले के हुने हो र? म आइडिया चाहिँ यसले राम्रो लगाएँ। खै योगा गरेर भेटाउनु सक्छ कि नै हेरौँ। मतलब वो अलग ही लेवल का बंदा था। योगा गर्न लाग्छ यसलाई, दिमाग आउँछ के भनेर। ठिक छ, घन्टा भयो योगा गरे। ओ के 500 भने नि यो के हो यो ठिकै त हो। यार 100 अनि 500 दिन हुन्छ त। 500 रुपियाँ घरभरिको च्यालेन्जमा हुन्छ। 100 रुपियाँ आज ठिक छ नि। अघिदेखि यार म यहाँ झुन्डिया छु सुतिया छु यार के हो यार। अब यस्तै छैन। मान्न 100 रुपियाँले आज, अर्को दिन पुरै च्यालेन्ज हुन्छ। 500 रुपियाँ लस हुँदैन नि मेरो। कस्तो लस हुने यार? मेरो यहाँ कति मेहनत भयो थाहा छैन। ठिक छ आजको लागि तैँले भेटाइस्, 100 रुपियाँ पाइस् तैँले। सो गाइज उसले जितिसकेको छ होइन। उसले 4 मिनट 26 सेकेन्डमा उसले भेटायो, पैसा पायो। तर विचार धेरै खुस छैन, किनकि मैले 500 भनेको थिएँ, उसले 100 रुपियाँ मात्र राखिदिएँ। अब यस्तै छ। ल आजको लागि यति नै। साथ सपोर्ट देखाउनु होला।
मिलते हैं नेक्स्ट ब्लॉग में, बाय बाय। थैंक यू फॉर